अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वतन्त्रता दियोस् भन्दै अप्रिल 2मा सबै व्यापारिक साझेदारहरूलाई 10% र मुख्य प्रतिस्पर्धी देशहरूलाई उच्च पारस्परिक भन्सार लगाउने घोषणा गरेका थिए। सो घोषणापछि सबै देशलाई उनले जवाफी कदम चाले अझ उच्च भन्सार लगाउने र नचाले पुरस्कृत गर्ने धम्की दिएका थिए। उनको डरले चीनबाहेक कसैले पनि जवाफी कदम चालेनन्। अमेरिकासँग व्यापार फाइदा भएका सबै देशलाई विभिन्न उच्च दरको भन्सार लगाई गलाएका अमेरिकालाई फाइदा हुने शर्तमा व्यापार सम्झौता गर्ने मनसायले उनले पारस्परिक भन्सार महसुल लगाएका थिए। जवाफी कदम नचाल्नेलाई पुरस्कृत गर्ने भनी पनि व्यापारिक सम्झौता नगरुन्जेल भन्सार घटाउने उनको मनसाय थिएन। यही कारण अमेरिकी अर्थतन्त्र नै धराशयी हुने खतरा भएपछि उनले एक हप्तामै 70वटा भन्दा बढी देशलाई लगाएको उच्च पारस्परिक दर फिर्ता लिए र सबैलाई 10% दर लगाए। चीनले भने उनको धम्की व्यवस्था गर्दै जवाफी भन्सार दर लगायो। ट्रम्पले रिसाएर दर अझ बढाउने र चीनले फेरि जवाफ दिने क्रम चल्दै जाँदा ट्रम्पले दोस्रो कार्यकाल सुरु भएपछि चीनलाई लगाएको भन्सार दर आकाशीय र 145% पुग्यो। अर्कोतर्फ चीनले अमेरिकी वस्तुमा लगाएको भन्सार दर 125% पुग्यो। यसरी चीनले जवाफी कदम चाले पनि 6 हप्ता नपुग्दै ट्रम्प झुक्नु पर्यो। स्विजरल्यान्डको जेनेभामा शनिबार र आइतबार चलेको अमेरिका चीन व्यापार वार्तापछि सोमबार दुवै देशले एक अर्कालाई लगाएको भन्सार दर 90 दिनका लागि 125% बिन्दुले घटाउने घोषणा गरे। त्यसपछि ट्रम्पको दोस्रो कार्यकालमा चीनमाथि लगाइएको भन्सार दर 30%मा झरेको छ। फेन्टिल लागु पदार्थ बनाउने चाहिने कच्चा रसायन बेचेको भन्दै 10% का दरले 2 पटक लगाएको र सबै देशलाई लगाएको पारस्परिक दर 10% गरी 30% मात्रै कायम हुनेछ। चीनले भने सबै अमेरिकी वस्तुमा 10% मात्रै थप भन्सार लगाउनेछ। घोषित रूपमा चीन र अमेरिका बीच व्यापार वार्ता र सप्ताहन्तमा भएपछि ट्रम्पले व्यापार युद्ध सुरु गरेपछि दुई देशको पहिलो व्यापार वार्ता करिब 3 साता अघि भएको थियो। अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकका लागि चीनका अर्थमन्त्री लान फाओन वाङसिङ आएको बेला उनलाई अमेरिकी अर्थ मन्त्री स्कट बेन्टले आइएमएफको मुख्यालयमा भेटेको फाइनान्सियल टाइम्सले लेखेको छ। अमेरिकाकै पहलमा सो भेट भएको मानिन्छ। त्यही भेटपछि हालै जेनेभामा भएको वार्ताका लागि तयार भएको मानिन्छ। सोमबार दुवै देशले एकअर्कालाई लगाएको भन्सार दर 125% बिन्दुले घटाउने घोषणा गरेपछि ट्रम्पले विजय शैलीमा चीनसँग पूर्ण रिसेट गरेको उद्घोष गरे। चीनले धेरै नोक्सानी बेहोरेको, त्यहाँ कारखानाहरू बन्द भएको दाबी गर्दै उसलाई नोक्सान नहोस् भनेर भन्सार महसुल घटाउने निर्णय गरेको पनि बताए। यस्तो दाबी गरे पनि अमेरिकी अर्थतन्त्रमा सङ्कट आउने लक्षण देखेपछि ट्रम्प झुक्नु परेको हो। अमेरिकासँग ठुलो व्यापार नाफा भएकोले आफ्ना सामान बिक्री नभई चीनलाई पनि कष्ट भएको थियो। बेलायती पत्रिका द इकोनोमिकका अनुसार चीनमा अमेरिका निर्यात हुने अप्रिलमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा 21%ले घटेको थियो। सोमबार सहितको घोषणा नभए पनि मेमा अझ घट्ने अनुमान थियो। चिनिया राष्ट्रपति सी जिनपिङले कुनै पनि हालतमा ट्रम्पसम्म नझुक्ने नीति अपनाएका थिए। अहिले झुके अमेरिकाले पेलेर विकास र प्रगति नै रोक्छ भनेर चीनले नझुकिकन अमेरिकासँग व्यापार युद्ध लडेका थिए। धेरैले ट्रम्पको हेपाइका प्रवृत्तिलाई स्कुलको दादा बच्चासँग तुलना गर्छन्। त्यस्तो दादाले कमजोर बच्चालाई छानेर हेप्छन्। आफू जत्तिकै अब वा अझ बलियासँग न्यु खोज्दैनन्। हेपिएकाले सही रहेर हेपिरहन्छन् तर प्रतिकार गरे डराएर पछि हट्छन्। यसरी ट्रम्प सामु नझुकेर प्रतिकार गर्ने सीको नीति सफल भएको छ। ट्रम्प जस्तो सार्वजनिक रूपमा हल्का टिप्पणी नगर्ने सीले सोमबारको घोषणापछि भने मुख खोलेका छन्। बेजिङमा 30 देशको मन्त्रीस्तरीय सम्मेलनमा मङ्गलबार बोल्दै उनले ट्रम्पको घाउमा नुन छर्किए। ट्रम्पले जस्तो व्यक्तिको नाम उनले लिएनन्, तर भन्सार र व्यापार युद्धमा कोही पनि विजयी नहुने उनको अभिव्यक्ति को प्रति लक्षित हो भनेर स्पष्ट हुन्छ। दादागिरी र वर्षमुखी नीतिले स्वयं एक्लिन्छ, उनले टिप्पणी गरे। आफूलाई अब्बल सौदार र अमेरिकी इतिहासकै सबैभन्दा महान राष्ट्रपति मध्ये एक ठान्ने ट्रम्प अनन्त चीन सामु झुक्नु पर्यो। चिनिया राष्ट्रपति सी कसै गरी पनि नझुक्ने देखेपछि ट्रम्पले खुट्टा कमाउन थालेको सङ्केत केही साता अघि नै देखिएको थियो। करिब 3 साता अघि उनले चीनलाई लगाएको 145% भन्सार दरका व्यापार कटौती गर्न आफू तयार रहेको पनि बताएका थिए। उनले त्यसो भन्नु अघि अमेरिका 3 सबभन्दा ठुला खुद्रा विक्रेता वालमार्ट, टार्गेट र होम डिपोका प्रमुखहरूले भेटेका थिए। सो भेटमा उनीहरूले अहिले नै मूल्य वृद्धि नभएको तर व्यापार युद्ध चलिरहेको भाउ बढ्ने मात्रै नभएर आपूर्ति प्रणाली नै बिग्रिने र आफ्नो पसल रित्तिएर उपभोग्य वस्तु नै नपाइने खतरा हुने बताएका थिए। त्यसपछि ट्रम्पले चीनलाई लगाएको भन्सार दरमा व्यापक कटौती गर्न आफू तयार रहेको बताएका थिए।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानेन्द्र साईले प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा नेपाली काङ्ग्रेसका 2 महामन्त्रीलाई खोजेका छन्। काङ्ग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नीति तथा कार्यक्रम छलफलमा प्रतिनिधि सभामा उपस्थित नभएको उनको भनाइ छ। सरकार संसदप्रति जवाबदेही हुनुपर्नेमा नभएकोले संसदको महत्त्व घट्दै गएको दाबी राप्रपा प्रमुख सचेतक समेत रहेका साईको थियो। तर एउटा आश्चर्य कुरा, मेरो पार्टीभन्दा पनि परको काङ्ग्रेसतिर गए म नेपाली काङ्ग्रेसका 2 जना सशक्त युवा नेता हुनुहुन्छ, माननीय दय गगन थापा र विश्वप्रकाश शर्मा। उनीहरू नीति तथा कार्यक्रममा छलफलमा कहीँ पनि देखिनु भएन। सांसद साईले भने यो संसदको सबैभन्दा ठुलो दल काङ्ग्रेस हो, सरकारमा सहभागी पनि छ। सायद उहाँहरूलाई यस्तो लागे जस्तो लाग्यो, खाउँ भने कान्छा बाउको अनुहार, नखाउँ भने दिनभरिको शिकार। नीति तथा कार्यक्रममा केही पनि नआएकोमा विरोध गर्न काङ्ग्रेस महामन्त्रीद्वयलाई आफ्नै पार्टी सरकारमा भएकोले गाह्रो परेको हुन सक्ने उनको भनाइ थियो। विरोध गरौँ, आफ्ना पार्टी सरकारमा छ, नगरौँ मनले मानेको छैन, संसद नै छोडिदिउँ आनन्दै, गगन र विश्वप्रकाशलाई लक्ष्य गर्दै उहाँले व्यङ्ग्य पनि गर्नुभयो। महामन्त्री थापा स्विजरल्यान्ड गएका थिए भने अर्का महामन्त्री शर्मा सगरमाथा आधार शिविरमा गएका छन्।